गाइस मेरो नाम चाहिँ मिथोस तामाङ। म चाहिँ रोमी दिदीको भ्लगमा भोइस ओभर गर्ने गइरहेको छु। हामी चाहिँ हाम्रो गाउँ लापा जाँदैछौँ। हामी चाहिँ हाम्रो घरदेखि माछा पोखरी जाँदैछौँ। हाम्रो गाउँ चाहिँ धादिङ रुबी भ्याली लापा वडा नम्बर 5 मा रहेको छ। दिदी मम्मी म मामा माछा पोखरीदेखि धादिङ बेसी जाँदैछु। गाइस हामी चाहिँ धादिङदेखि बतासे डाँडासम्म जाँदैछु। हेलो गाइस हामी चाहिँ बतासे डाँडादेखि लापासम्म हिँडेर जानुपर्छ। हेलो गाइस हाम्रो गाउँ पुग्न 2-3 घन्टा हिँडेर जानुपर्छ। हाम्रो गाउँ जाने बाटो एकदमै रमाइलो छ। अब चाहिँ हामी हाङ्गा खोलामा पुगे हेर्न सक्नुहुन्छ। मम्मी चाहिँ नसकी हिँड्ने भइरहेछ। मामाहरू चाहिँ बचपनको कुराहरू सम्झेर हाँसिरहनु भएको छन्। काइला मामा चाहिँ एकदमै गफाडी छन्। जङ्गलमा त घङ्गटो खोज्ने माछा मार्ने के टिपेर खाने स्कुल छैन है। त्यसले खाएको होला। मेरो वर्षपछि पनि भाइ मान्छेमा ल्याए हुन्छ भनेर नि अब त्यहाँबाट गर्छु भनेर त्यो दाइले के त्यहाँ त्यहाँको घर मलाई लिन आउने बेलामा के लिएर आएको रहेछ कि सुन्दला के फलफुल लिएर आएको रहेछ होइन। भाइ आयो। मेरो मम्मी चाहिँ एकदमै रातो भएछ। हामी चाहिँ यता पानी खान एकछिन रेस्ट गरिरहेको। हाम्रो दुईटा मामा अनि मम्मी चाहिँ हिँड्ने भइरहेछन् अनि रोमी दिदीले सुटिङ गर्नु भइरहेछन्। हामी चाहिँ अब गाउँ पुग्यो। हाम्रो मामा चाहिँ 30 वर्षपछि गाउँ आउनु भएको छन्। हाम्रो ठुलो मम्मी र मम चाहिँ एकदमै खुसी हुनु भएको छन् मामा आएर। यो चाहिँ हाम्रो ममको छतबाट देखिने भ्यू हो। हामी सबैजना भेला भएर खसीको मासु सँग भात खाइरहेछौँ। हामी सबैजना चाहिँ खाना खाएर नाचगान गरिरहेछौँ। हाम्रो गाउँको एउटा आन्टी भैँसी तानेर घर लग्नु भइरहेछन्। यो चाहिँ हाम्रो दोस्रो दिनको रमाइलो हो।
यो चाहिँ हाम्रो ममको घरबाट देखिने भ्यू हो। हाम्रो गाउँको खोला चाहिँ एकदमै सफा छ, हामीले खान पनि मिल्छ। अब चाहिँ हामी धादिङ फर्किन लागेको। हाम्रो गाउँमा खच्चरहरू पनि देखिन्छ। हाम्रो मामाले चाहिँ ठुलो बुवाको भिडियो खिच्नु भइरहेछन्। रोमी दिदीले चाहिँ विमन दाईको भिडियो खिचिरहनु भएको छ। हामी धादिङ जाने बाटोमा पहाड र हिमाल पनि देखिन्छ। भिडियो चाहिँ यहीँ सकिन्छ। राम्रो लाग्यो भने लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। केमा सुधार्न पर्छ कमेन्टमा लेख्नु होला। थ्याङ्क यू फर द वाचिङ दिस भिडियो। यो चाहिँ सल्लाहगारी पिकनिक स्पोट हो। तीनजना दाजुभाइ अनि एउटा भाउजू कि अब के भन्ने दिदी